हेलो साथीहरू, गुड मर्निङ, नमस्कार। म रामु साथीघरे मगरको तर्फबाट तपाईहरुलाई स्वागत छ मेरो सानो मिनी ब्लग फेसबुक पेजमा। मेरो फेसबुक पेजको नाम छ रामु साथीघरे मगर। यदि तपाईहरुलाई मेरो फेसबुक पेजलाई मन पर्छ भने लाइक, कमेन्ट, शेयर अनि फलो गर्नु होला हैन। आज बिहान बिहानको दृष्टिमा तपाईहरुलाई देखाउँदैछु यो मार्केटिङ हैन। किनभने आज म बिहान बिहान यसो माइन्ड फ्रेस गर्नको लागि मार्केटिङ घुमिरहेको थिएँ। बिहान पखको टाइम हैन। म पनि यता तपाईहरुले देख्न सक्नुहुन्छ हैन। त्यसो गरेर सर्ट लाएर यो पुरा मार्केटिङ हो। तपाईहरु यदि तपाईले यो मार्केटको नाम तपाईले कसैले यो मार्केटको नाम थाहा छ भने लाइक और कमेन्ट गरेर बताउन सक्नुहुन्छ यो कुन ठाउँ हो, कुन जग्गा हो हैन। यदि तपाईलाई थाहा छैन भने पनि कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। यहाँ बहुत सारी गाडीहरु लागेका छन् अनि ट्राफिक पुलिस पनि हिँड्दै हुनुहुन्छ वहाँ। म पनि जाँदैछु। अब थोडा बिहान बिहानको दृष्टि तपाईलाई। आज मौसम पनि एकदम साफ छ, गर्मी धेरै बढिरहेको छ हैन। अनि मोबाइलमा थोडा के भनिन्छ दिनमा बारिसको संकेत देखाइरहेको छ। हेर्न सक्नुहुन्छ यस्तो बिहान बिहानको यस्तो भिडभाडक जग्गा। म गाडी लाउँदै जान दिउँ किनभने गाडी हो हैन। उसलाई पनि उसको गन्तव्यमा पुग्नै छ। यहाँ रेड लाइट भइरहेको छ, देख्न सक्नुहुन्छ हैन। अब त्यसपछि म अब घर फर्किनु पर्छ हैन। अब यो दृष्टि तपाईलाई देखाएर म रेड लाइट भइछ। यहाँबाट म बाहिर नजाउँ धेरै टाढा। अब म यहाँबाट घर फर्किनु पर्छ। फेरि पनि तपाईलाई बाहिर हाइवे देखाइदिन्छु। हाइवे यस्तो छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाइवे कुन हाइवे हो मलाई पनि त्यति खासै थाहा छैन है। हेर्न सक्नुहुन्छ बिल्कुल हाइवे हो। हाइवे म चाहिँ यहाँ छु। अनि के गर्नु है, जिन्दगी यस्तो छ। अब यहाँदेखि सट्ट लाएर घर जानुपर्छ हैन। मेरो मतलब घर मतलब रुममा जानुपर्छ। रुममा गएर नुहाई फटाफट नुहाई ब्रुस गरेर फेरि ड्युटी पनि जानुपर्छ। किनभने ड्युटी पनि गर्नुपर्छ। ड्युटी नगरी त हुँदैन। जब पैसा छैन भने त आफ्नै मान्छेले चाहिँ लात हान्छ भने त झन् आफ्नो पेटले किन लात हान्दिने। यहाँ यस्तो जुसहरू पनि छ। यो चाहिँ बेलको जुस हो। बिल्कुल चिसो हुन्छ। यसको टेस्ट चाहिँ कसैलाई चाहिँ राम्रो लाग्छ, कसैलाई नराम्रो लाग्छ। बिहान बिहान यहाँ लडाइँ झगडा हुँदैछ। अब यहाँले चाहिँ भन्दै हुनुहुन्छ गाडी चाहिँ रोडमा नलगाउनु भनेर। उहाँले भन्नुभयो तपाईँ चाहिँ कमिसनर त होइन भनेर भन्दै हुनुहुन्छ हैन। अब बिहान बिहानको वेदर त्यस्तै हुन्छ। अब रोडमा गाडी लगाउनु त खास पाउँदैन। फेरि पनि उहाँको पनि केही काम हुन्छ होला। त्यसैले गर्दाखेरि एक दुसरामा बहस भइरहेको छ। मैले त्यो बहसलाई इग्नोर नगरिकन म आफ्नो तर्फ लागिरहेँ। किनभने मलाई पनि आफ्नो क्वार्टर जानु छ। त्यसैले गर्दाखेरि यो भिडियो तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट गर्नुहोस् अनि कमेन्ट गरेर बताउनुहोस् है। यस्तै भिडियो म तपाईहरुको लागि फेरि ल्याउने छु। अनि अब
एउटा कुरा चाहिँ के भनौँ, जो मान्छेले तपाईँलाई इग्नोर गर्छ होइन, ऊ बोल्न चाहँदैन तपाईँसँग, तपाईँसँग बोल्न चाहँदैन, तपाईँलाई देख्न चाहन्न भने ऊ मान्छेसँग तपाईँले ठोक्नु पर्दैन। किनभने उसले अलरेडी प्लान बनाइसकेछ कि तपाईँलाई उसले छोड्नलाई अलरेडी प्लान बनाइसकेछ। त्यसैले जो मान्छेले तपाईँलाई बोल्न चाहन्न, भेट्न चाहन्न, उसलाई हात जोडेर तपाईँलाई कुनै फाइदा छैन। किनकि अलरेडी उसलाई तपाईँलाई छोड्न लागेको छ। किनभने तपाईँदेखि ऊ अगाइसकेको छ। किनभने हुनसक्छ तपाईँभन्दा राम्रो र तपाईँभन्दा पैसावाले, तपाईँभन्दा धनी पाइसकेको हुनसक्छ। त्यसैले उसले आफ्नो दिलमा खोट नलागोस् भनेर बारम्बार तपाईँलाई टर्चर गरिरहेको हुन्छ। किनकि टर्चर किन गर्छ? टर्चर गर्नेको कारण के हो भने उसले तपाईँलाई मन पराउँदैन, उसले तपाईँलाई छोड्न चाहन्छ। त्यसै कारणले तपाईँलाई उसले बारम्बार टर्चर गरिरहेको हुन्छ। त्यसै कारणले म भन्छु, जो मान्छेले इग्नोर गर्छ, जो मान्छेले तपाईँसँग बोल्न चाहन्न, त्यस्तो मान्छेसँग सम्बन्ध नराख्नुहोस्। किनभने सम्बन्ध राख्नु भनेको आफ्नै ज्यान जोखिम र आफ्नै स्वास्थ्य खराब गर्नु हो। सुन्नुभयो साथीहरू, मेरो भनाइ कस्तो लाग्यो कमेन्ट गरेर बताउनु होला होइन। अब भरि यता आउँदैछु, यता चाहिँ थोडा धुप लागेको छैन, ठन्डाको महसुस भइरहेको छ होइन, हेर्न सक्नुहुन्छ। आज मेरो बिहानको यो पैदल यात्री होइन। अब यहाँ पनि यस्ता सानातिना होटेलहरू छन्, जिलेबीहरू बनाउँदैछन्, मिठाईको दोकान छ, भित्र गेस्टहरू पनि खाँदैछ होइन। देख्न सक्नुहुन्छ बिल्कुल क्लियर छ। यो चाहिँ रोड होइन, हुन्ला चाहिँ रोड हो कि मतलब, तर मेन रोड चाहिँ होइन। यो मतलब एक हिसाबले यो चाहिँ मार्केटिङ हो। अहिले 10 बजेको बाद सब सपहरू खुल्छ। ये हमारा दोस्त भी बैठा है। हेलो दोस्त। होइन, अनि एउटा कुरा म तपाईँहरूलाई के भन्न चाहन्छु भने, यदि जसले तपाईँलाई माया गर्नुहुन्छ, आफ्नो ज्यानभन्दा धेरै माया गर्नुहुन्छ, आफ्नो ज्यान जोखिममा लाएर उसलाई माया गर्नुहुन्छ, त्यो पनि कताबी नगर्नु होला। किनभने जसले तपाईँले आफ्नो ज्यानभन्दा धेरै माया उसलाई गर्छ नि, उसले नि तपाईँलाई लात हाल्छ। यहाँ पनिरको दोकान छ, यहाँ पनि पनिरको दोकान छ, पनिरको दोकान, पनिर दुधहरू पाउँछ। यहाँ यस्तो सामानहरू पाउँछ। मैले भने नि यो मार्केटिङ हो। अहिले 10 बजेको बाद सब खुल्छ। यदि तपाईँलाई कसैले शादी गर्ने पैसाको मालाहरू चाहिन्छ भने यहाँ आउन सक्नुहुन्छ। बिल्कुल ताजा फ्रेस पैसाका मालाहरू देख्न सक्नुहुन्छ। हेर्नु होइन, यदिमा तपाईँ कसैको रिश्तेदारमा बिहा हुँदैछ, पैसाको माला चाहिँदैछ, नयाँ नोट चाहिएछ भने यहाँ आउन सक्नुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ होइन। बिल्कुल फ्रेस नै। यहाँ मन्दिर पनि छ। अब त्यसै गरी यो मेरो रुम जाने रास्ता हो। यहाँ रुम
रुममा गएर अब थोडा नुहाइधुई फ्रेस भएर चाहिँ ड्युटी जानुपर्छ। देख्न सक्नुहुन्छ म चाहिँ यहाँ छु, कता छु, यहाँ छु, हेर्न सक्नुहुन्छ है। खाली छ अहिले। जसलाई आफूले आफ्नो ज्यानभन्दा धेरै माया गरिन्छ नि साथीहरू, उसैले नि भोलिको दिन तपाईँलाई लात हानेर छोडिदिन्छ। किनकि उसले मायाको महत्त्व नि बुझेको हुँदैन, किनकि ऊ अर्काको पैसा र अर्कै मान्छेलाई उसले राम्रो देखेको हुन्छ। त्यसैले चाहे केटा होस् चाहे केटी होस्, चाहे केटा होस् चाहे केटी होस्, उसले अर्काइको धन, अर्काइको फेसहरू राम्रो देखेर चाहिँ ऊ त्यसमै पागल भएको हुन्छ। त्यसैले भन्छु मैले, होइन, आफ्नो गन्तव्यतर्फ लाग्नुहोस्, आफ्नो मेहनत गर्नुहोस्। तपाईँले सोचेको काम गर्नुहोस्, आफ्नो कामलाई चाहिँ पुरा गर्नुहोस्, होइन। म यही भन्न चाहन्छु। शान्ति छ, बिल्कुल सुनसान छ। अब यहाँ चाहिँ थोडा रोडहरू फाटेको टुटेको छ, किनभने नाला बनाउँदै थियो, त्यसै कारणले। गर्मी बहुत छ यहाँ त। तपाईँहरूकोतिर गर्मी कस्तो छ कमेन्ट गरेर बताउनुहोस् है। ल, धन्यवाद।